Hello students, how are you all? I hope you are doing very well and preparing seriously for your exams. I also hope my videos are helping you to understand your subject matter easily. It is also helpful for your examinations. In this channel, I try to explain the subject matter in a simple and clear way. So, let us start today's video. I am NN Mehta sir and welcome back to my YouTube channel NN Mehta sir. In this video, we will learn about calculation of cost of goods sold or COGS or cost of trading stock in taxation subject. हुन त कोस्ट अफ गुड्स सोल्डको क्यालकुलेसन हामी क्लास 12 बीबीएस फर्स्ट इयर बीबीए बीबीएम एमबीएस को एकाउन्ट सब्जेक्टमा इन्कम स्टेटमेन्ट बनाउने क्रममा होस् वा बीबीएस बीबीएम बीबीए एमबीएसमा रेसियो एनालाइसिस च्याप्टरमा पनि सिकेको हुनु पर्दछ। टैक्सेसन सब्जेक्टमा यो कोस्ट अफ गुड्स सोल्ड क्यालकुलेसनको लागि सेपरेट सर्ट क्वेशन पनि एक्जामिनेसनमा आउन सक्छ भने प्राय अनिवार्य रूपमा नै इन्कम फ्रम बिजनेसको क्वेशन सोल्भ गर्नको लागि पनि कोस्ट अफ गुड्स सोल्ड क्यालकुलेसन गर्नुपर्ने हुन्छ नै। त्यसो भए यो COGS के हो, कसरी निकालिन्छ हो, त्यो भन्दा पहिला योसँग सम्बन्धित क्वेशनहरूको नेचर कस्ता कस्ता हुन्छन् इक्जाम्पलको रूपमा एकचोटि केही क्वेशनहरू हेरौँ र हामीलाई थाहा छ राम्ररी यो COGS जुन निकालिन्छ यो ट्रेडिङ एकाउन्टको आइटम्सहरूको हेल्पबाट नै निकालिन्छ, जुन कुरो हामी क्लास 12 तिर बीबीएस बीबीए वा एमबीएस तिर पनि चाहिँ के गरेको छौं, सिकेको छौं। यसरी आज केही स्याम्पलको रूपमा अर्थात् COGS निकाल्नको लागि जुन क्वेशनहरू हुन्छ त्यो कस्ता किसिमको हुन सक्छ, अर्थात् हामीले यतिसम्म थाहा छ ट्रेडिङ एकाउन्टको आइटम्सहरूकै हेल्पबाट चाहिँ त्यो निकालिन्छन्, तर क्वेशनको नेचर कस्ता कस्ता हुन सक्छ त्यो चाहिँ पहिला म डेमो चाहिँ देखाउँछु र त्यसपछि यो के हो, कसरी क्यालकुलेट गर्ने, यसको फर्मुला र फर्मेट म तपाईहरुसँग शेयर गर्ने प्रयास गर्दैछु। त्यसो भए आजको म पहिला डेमो तपाईहरुलाई दिइरहेछु क्वेशनको नेचर चाहिँ कस्तो हुन सक्छ। जस्तो हेर्नु होला यहाँ यो क्वेशनमा यहाँ हेर्नुस् न, यहाँ प्रब्लम 1 मा कन्सिडर द फ्लोइङ इन्फर्मेसन ओपनिङ स्टक ₹50,000 मटेरियल और परचेज अफ मटेरियल 3,50,000 carriage freight ₹60,000 wages ₹40,000 closing stock ₹1 lakh sales ₹5,50,000 required मा cost of trading stock और cost of goods sold। यहाँ मैले जुन कम्पोज गरेको छु यो कम्पोजिसनमा ट्रेडिङ अकाउन्टसँग रिलेटेड इन्फर्मेसनहरू मैले यसरी अरेन्ज गरेको छु। यसमा कहीं कतै एडजस्टमेन्टहरू दिएको छैन, अर्थात् यी एलिमेन्टहरूमा यी इन्फर्मेसनहरूमा करेक्सन गर्नुपर्ने कुनै अदर इन्फर्मेसनहरू दिएको चाहिँ छैन, अर्थात् बिना एडजस्टमेन्टको यो चाहिँ क्वेशन हो, तर यहाँ COGS निकाल्नु पर्ने हो। यस्तै क्वेशन यसैलाई बरु यस प्रकार पनि त सोध्न सक्छ। जस्तो हेर्नुस् त यहाँ सेम यही क्वेशन हो, यहाँ ट्रेडिङ अकाउन्टको फर्मेटमा राखिएको छ, यतातिर सेल्स लेखिएको छ, क्लोजिङ स्टक लेखिएको छ र यतातिर ओपनिङ स्टक, मटेरियल परचेज, क्यारेज, वेजेज र ग्रस प्रॉफिट लेखिएको छ। हो, यहाँ पनि रिक्वायर्डमा कोस्ट अफ गुड्स सोल्ड नै हुन्छ। भन्नुको अर्थ क्वेशन तपाईको यस्तो होस् या
यो ट्रेडिङ एकाउन्टको फर्मेटमा होस्। कोस्ट अफ गुड्स सोल्ड हामीले निकाल्न यदि चाहियो भने इजिली हामी निकाल्न सक्छौँ। तर कसरी निकाल्ने, के हो, कसरी हो, त्यो कुरो चाहिँ म पछि सेयर गर्छु। त अहिले यो दुई किसिमले दिन सक्छ भने म बताएँ, जसमा एडजस्टमेन्ट चाहिँ छैन। तर म नेक्स्ट क्वेसन फेरि सेयर गरिरहेको छु। यहाँ हेर्नुहोस् त, क्वेसन नम्बर 2 मा यहाँ प्रब्लम 2 मा कन्सिडर द फ्लोइङ इन्फर्मेसन। यहाँ ओपनिङ स्टक, मटेरियल पर्चेज, क्यारेज वा फ्रेट, कस्टम ड्युटी, वेजेज, डाइरेक्ट लेबर कोस्ट, यहाँ रोयल्टी अन प्रोडक्सन और मानिहाल्नुहोस्। अब यो रोयल्टी अफ प्रोडक्सन म्यानुफ्याक्चरिङ एक्सपेन्सेस यानि म्यानुफ्याक्चरिङसँगै रिलेटेड हो। यस्तै यदि इन्फर्मेसनहरू दियो र साथसाथ यहाँ क्लोजिङ स्टकमा हेर्नुहोस् त, एट मार्केट प्राइस 1,65,000 एन्ड एट कोस्ट प्राइस रुपिज 1,50,000 हो। त्यसो भए यसमा क्लोजिङ स्टक कुन चाहिँ राख्ने, यो 1,65,000 राख्ने या कोस्ट प्राइस 1,50,000 राख्ने, यो पनि हामीले के गर्नुपर्ने हुन्छ, डिसाइड गर्नुपर्ने हुन्छ। हुन त हामी क्लास 11 देखि नै पढ्दै आएको छौँ। या क्लोजिङ स्टकको मार्केट प्राइस र कोस्ट प्राइस यदि डिफरेन्ट दियो भने यसमध्येको जुन प्राइस यानि जुन कोस्ट कम हुन्छ त्यो चाहिँ हामी आफ्नो क्याल्कुलेसनमा लेख्छौँ। तर यसको सोलुसन चाहिँ हामी पछि गर्छौँ। म जस्ट एउटा इक्जाम्पल दिइरहेको छु, क्वेसनको नेचर कस्तो हुन सक्छ र यहाँ पनि सिओजिएस निकाल्न भनेको छ। त्यसो भए म नेक्स्ट फेरि क्वेसनको नेचर तपाईसँग सेयर गरिरहेको छु, ठिक छ। यहाँ थर्ड क्वेसन एकचोटि हेरिदिनुहोस् त। यहाँ यसरी पनि हुन सक्छ, जस्तो थर्डमा कन्सिडर द फ्लोइङ इन्फर्मेसन, ओपनिङ स्टक, मटेरियल पर्चेज, क्यारेज, फ्रेट, वेजेज, क्लोजिङ स्टक, सेल्स। एडिसनल इन्फर्मेसनमा के भन्यो भने ओपनिङ स्टक वाज ओभर भ्यालुड बाई रुपिज 30,000, ठिक छ। अब यो जुन ओपनिङ स्टक दिएको छ त्यो 30,000ले बढी हो रे। यसको मतलब त्यो ओपनिङ स्टक 2,30,000 त्यो त गलत भइहाल्यो। अब त्यसलाई कसरी करेक्सन गर्ने हो, यो कुरोहरूलाई कन्सिडर गरेर हामी पछि सिओजिएस चाहिँ निकाल्छौँ। त्यसै गरी हेर्नुहोस् त, यहाँ क्लोजिङ स्टक वाज अन्डर भ्यालुड बाई 20%, अर्थात् यो जुन क्लोजिङ स्टक 80,000 दिएको छ यसको बारेमा भन्छ कि हेर्नुहोस् 20%ले कम देखाइएको छ। यसको मतलब हामी आफ्नो क्याल्कुलेसनमा अब 80,000 नलेखेर यसको त करेक्टेड एमाउन्ट हामीले लेख्नुपर्ने हुन्छ। त्यसो भए कसरी करेक्सन गर्ने त्यो कुरो चाहिँ म तपाईहरुले फर्मेटमा बताउँछु र सोलुसन गर्ने बेला पनि म सेयर गर्छु। त्यसै गरी हेर्नुहोस्, पर्चेजेज इन्क्लुड्स रुपिज 1,50,000 फर पर्चेज अफ प्लान्ट एन्ड मेसनरी। अब हेर्नुहोस्, यो जुन पर्चेज दिएको छ नि 8,50,000, यो 8,50,000 मा के भन्छ कि यो पर्चेज त गुड मटेरियलको हो, गुड्सको पर्चेज हुन्छ। त यसमा चाहिँ प्लान्ट एन्ड मेसनरीको 1,50,000 चाहिँ इन्क्लुड भइसकेको छ मिस्टेकली। त्यसो भए प्लान्ट एन्ड मेसनरीको कोस्टलाई त पर्चेजबाट घटाइदिनु पर्ने हुन्छ। प्लान्ट एन्ड मेसनरी त ब्यालेन्स सिटको आइटम हो। त यो पनि एउटा मिस्टेक देखियो जुन पर्चेजेजमा इन्क्लुड छ 1,50,000 फर प्लान्ट एन्ड मेसनरी। त्यसै गरी हेर्नु होला, वेजेज इन्क्लुड्स रुपिज 5,000 फर इन्स्टलेसन वेजेज अफ प्लान्ट एन्ड मेसनरी, अर्थात् प्लान्ट एन्ड मेसनरी जो पर्चेज गरिएको छ त्यसको इन्स्टलेसनमा जुन वेजेज पेमेन्ट भएको छ त्यो वेजेज पनि यसमा वेजेजमा इन्क्लुड छ। यसको अर्थ यो जुन 45,000 वेजेज हो त्यो पनि करेक्ट एमाउन्ट चाहिँ छैन हो। त्यसलाई कसरी करेक्सन गर्ने, सिम्पली हामी यही बुझ्छौँ, एसेटसँग रिलेटेड भएको कारणले यो चाहिँ इन्स्टलेसनको लागि जुन 5,000 हो त्यो चाहिँ हामी घटाएर अनि क्याल्कुलेसनमा हामी भनौँ न कन्सिडर गर्छौँ। त्यसो भए फेरि यहाँ रिक्वायर्डमा कोस्ट अफ ट्रेडिङ स्टक और सिओजिएस दिएको छ, ठिक छ।
यसको आधारमा अब हामी COGS कसरी निकाल्ने त्यही कुरोहरू हामी सिक्नेवाला छौँ। त्यसैगरी अब यसरी नदिएर यो ट्रेडिङ स्टकको अर्थात् ट्रेडिङ एकाउन्टको चाहिँ फर्मेटमा यसरी पनि दिन सक्छ। जस्तो हेर्नुस् त ट्रेडिङ एकाउन्ट एरेन्ज गरिएको छ र यहाँ ग्रस प्रॉफिट समेत पनि निकालिएको हो, तर यहाँ के भन्छ ओपनिङ स्टक वाज ओभर भ्यालुड बाई 30,000, यानी कि यो ओपनिङ स्टक चाहिँ रङ छ, 30,000ले चाहिँ बढी देखाइएको छ। त्यसैगरी यो क्लोजिङ स्टक अन्डर भ्यालुड हो 20%, यानी सेम इन्फर्मेसन यहाँ चाहिँ एडजस्टमेन्ट छ। यसको अर्थ यो ग्रस प्रॉफिट निकालिएको पनि त रङ छ नि। अर्को कुरो म बताउँछु, यो ट्रेडिङ एकाउन्टमा लेखिएको यो जुन इन्फर्मेसन छ अर्थात् एलिमेन्ट्सहरू छ, आइटम्सहरू छ, त्यसको एमाउन्टहरू रङ छ, जुन कुरो पछि थाहा लागेको छ। भन्नुको मतलब यसलाई करेक्सन गरेर, कसको आधारमा? एडजस्टमेन्टको आधारमा करेक्सन गरेर हामी चाहिँ COGS निकाल्छौँ। कसरी निकाल्ने त्यो चाहिँ फर्मेट बताइसकेपछि म न्युमेरिकल प्र्याक्टिस गराउने क्रममा म बताउँछु। त्यसै गरी फेरि हेर्नु होला, यहाँ इन्कम फ्रम बिजनेसको इन्कम फ्रम बिजनेस च्याप्टरबाट पनि लङ क्वेसनहरू सोध्छ, यानि इन्कम फ्रम बिजनेस पढ्ने क्रममा पनि हामीले COGS निकाल्नै पर्ने हुन्छ। त्यसो भए COGS को लागि प्राय तपाईहरु यसलाई कन्सिडर गर्नुहोला, यानी ट्रेडिङ एकाउन्टलाई। यसरी ओपनिङ स्टक, पर्चेज, क्यारेज अन पर्चेज, कस्टम ड्युटी, ग्रस प्रॉफिट, यतातिर सेल्स र के दिएको छ क्लोजिङ स्टक भने त्यो जुन इन्फर्मेसनहरू राखिएको छ त्यसमा करेक्सन गर्नुपर्ने यहाँ दिएको छ। हेर्नुस् त एडजस्टमेन्टमा ओपनिङ स्टक वाज ओभर भ्यालुड बाई 20,000, क्लोजिङ स्टक वाज अन्डर भ्यालुड बाई ₹25,000। त्यसैगरी पर्चेज इन्क्लुडेड ₹2 लाख फर द पर्चेज अफ मेसनरी अन आसिन अफ द प्रिभियस इयर। भन्नुको अर्थ नि यहाँ अरू इन्फर्मेसनहरू यो ट्रेडिङ एकाउन्टको एलिमेन्टसँग छैन। पहिलो यहाँ 3 वटा छ, यानी ओपनिङ स्टक जुन लेखिएको छ यो अब रङ हो, ठीक छ। यसको आधारमा, यसको हिन्ट्सको आधारमा हामीले ओपनिङ स्टकलाई करेक्सन गर्नुपर्ने हुन्छ, उसको एमाउन्टलाई। त्यसैगरी क्लोजिङ स्टक जुन दिएको छ 25,000 रुपैयाँ, अर्थात् क्लोजिङ स्टक अन्डर भ्यालुड भएको हो। भन्नुको मतलब 2 लाख रुपैयाँ नभएर हामी करेक्सन गरेर अनि चाहिँ एमाउन्ट लेख्छौँ। कसरी गर्ने म फर्मेटमा सेयर गर्छु। त्यसैगरी यहाँ पर्चेजेज इन्क्लुड ₹2 लाख फर पर्चेज अफ मेसनरी अन आसिन अफ प्रिभियस इयर। भन्नुको अर्थ यहाँ पर्चेजमा पनि प्लान्ट एन्ड मेसनरीको एमाउन्ट 2 लाख इन्क्लुड छ। यसको मतलब यो 12 लाख रुपैयाँ जुन ट्रेडिङमा पर्चेज दिएको छ त्यो पनि त रङ भयो। त्यसमा किनभने त्यसमा चाहिँ प्लान्ट एन्ड मेसनरीको एमाउन्ट चाहिँ इन्क्लुड गरिएको छ। अब त्यसलाई करेक्सन गर्दा त खैर पछि हामी हटाउँछौँ है, अनि मात्रै चाहिँ गर्छौँ। र फेरि ध्यान दिनु होला, कोस्ट अफ गुड्स सोल्ड को क्याल्कुलेसन ट्रेडिङ एकाउन्टसँग रिलेटेड जो डेटाहरू छ, इन्फर्मेसन या आइटम्सहरू छ, त्यसैको बेसमा हामी COGS चाहिँ निकाल्छौँ। अब म नेक्स्ट क्वेसनको नेचर तपाईले सम्झाइरहेको छु र याद गर्नुहोला, यो च्याप्टरको अर्थात् इन्कम फ्रम बिजनेसको क्वेसन सोल्भ गर्ने क्रममा अनिवार्य रूपमा पनि COGS निकाल्नु पर्ने हुन्छ र यो ट्रेडिङ एकाउन्टसँग रिलेटेड जति पनि आइटम छ, यदि त्योसँग कुनै एडजस्टमेन्टहरू छ भने त्यो एडजस्टमेन्टको आधारमा करेक्सन गरेर अनि हामी COGS चाहिँ निकाल्छौँ। त्यसो भए नेक्स्ट क्वेसनको पनि नेचर हेर्नुस्, जुन तपाईको एक्जामिनेसनमा हुन्छ। अब हेर्नु होला, यहाँ ट्रेडिङ एकाउन्ट दिएको छ भने त्योसँग रिलेटेड यहाँ एडजस्टमेन्ट छ। हेर्नुस् त, द ओपनिङ एन्ड क्लोजिङ स्टक वेयर ओभर भ्यालुड बाई ₹50,000 इच, यानी ओपनिङ स्टक पनि क्लोजिङ स्टक पनि ओभर भ्यालुड भएको छ, यानी 50,000ले बढी देखाइएको छ, 50,000ले बढी लेखिएको छ। त खैर करेक्सन गर्ने बेलामा त्यो एमाउन्ट हामी के गरिदिन्छौँ, घटाएर अनि करेक्टेड एमाउन्ट चाहिँ ओपनिङ र क्लोजिङ स्टकको हामी लेख्छौँ COGS क्याल्कुलेसन गर्ने क्रममा। त्यसैगरी दोस्रोमा द पर्चेज एमाउन्ट इन्क्लुडेड ₹2 लाख द कोस्ट अफ द प्लान्ट पर्चेज अन भाद्र
अफ द प्रिभियस इयर। अब यसमा पनि के भन्छ नि, जुन पर्चेज देखाइएको छ नि 15 लाख, त्यसमा त 2 लाख रुपैयाँ कोस्ट अफ प्लान्टको इन्क्लुडेड हो त। यसको अर्थ यो जुन 15 लाख हो त्यो 15 लाख नभएर पर्चेज कति हुन्छ, 2 लाख घटाएपछि 13 लाख मात्रै हुन्छन्। भन्नुको मतलब पर्चेज जुन ट्रेडिङ एकाउन्टमा दिएको पर्चेज हो त्यो चाहिँ कोस्ट अफ अब के रे भनौँ न मेटेरियलसँग रिलेटेड हुन्छ, गुड्ससँग रिलेटेड हुन्छ। त्यसकारण यो गुड्सको पर्चेज मेटेरियलको पर्चेजबाट हामी प्लान्ट एन्ड मेसनरी वा एसेट्सको पर्चेज चाहिँ पछि घटाएर अनि करेक्सन गरेर चाहिँ हामी सिओजिएस लेख्छौँ। त्यसै गरी अब यहाँ फेरि नेक्स्ट क्वेसन हेर्नु होला। म पहिला क्वेसनको नेचर बताइरहेको छु कि कस्ता कस्ता क्वेसनहरू हुन सक्छ सिओजिएस निकाल्नकै लागि। त्यसो भए सिओजिएसको लागि यहाँ फेरि हेर्नु होला, ट्रेडिङ एकाउन्ट चाहिँ दिएको हो र यो क्वेसनमा मात्रै एउटा चाहिँ यहाँ भनौँ न एडजस्टमेन्ट दिएको हो, जहाँ पर्चेजेज इन्क्लुड्स ₹2 लाख द कोस्ट अफ मेसनरी पर्चेज अन मार्क अफ द प्रिभियस इयर। ठिक छ नि। अदर इन्फर्मेसनहरू मैले पार्सियल क्वेसन यहाँ लिएको छु, फुल चाहिँ लिएको छुइनँ। त्यो चाहिँ ओन्ली सिओजिएस पर्पसले मात्रै यो क्वेसनलाई चाहिँ के गरेको छु, कलेक्ट गरेको छु। त्यसो भए यहाँ पर्चेजमा मात्रै एडजस्टमेन्ट हो भन्नुको मतलब यो मात्रै रङ हो। यसको अर्थ अरू इन्फर्मेसनहरू जुन छ ट्रेडिङ एकाउन्टको त्यो करेक्ट नै रहेको हामी बुझ्छौँ। त्यसो भए नेक्स्ट फेरि क्वेसनको नेचर हेर्नुहोस् त। यहाँ फेरि छ ट्रेडिङ एकाउन्ट यहाँ दिएको छ, क्लोजिङ स्टक वाज अन्डर भ्यालुड बाई 20%। हेर्नु होला, यो एमाउन्टमा पनि दिन सक्छ, पर्सेन्टमा पनि दिन सक्छ, अन्डर ओभर जे पनि हुन सक्छ। त्यसै गरी यहाँ पर्चेजेज इन्क्लुड्स ₹1 लाख पर्चेजिङ कोस्ट अफ अफिस कम्प्युटर। अब हेर्नु न, यो पर्चेजमा 15 लाखमा यो 1 लाख कम्प्युटरको एमाउन्ट इन्क्लुड भइसकेको छ, मिस्टेकली एकाउन्टेन्टसँग लेखाइसकेको छ। त्यसकारण कम्प्युटरको कोस्टलाई त हामीले हटाउनु पर्ने हुन्छन्। हो जे होस्, यहाँ दुईटा इन्फर्मेसन चाहिँ सिओजिएसको लागि दिएको छ। ट्रेडिङ एकाउन्टको आइटमलाई करेक्सन गर्नुपर्ने को लागि चाहिँ यहाँ दुईटा इन्फर्मेसन दिएको छ, अरू इन्फर्मेसनहरू चाहिँ छैन सिओजिएसको लागि। त्यसरी हामी पहिला आइडेन्टिफाई गर्छौँ। म क्वेसनको नेचर बताइरहेको छु। जरुरी छैन ट्रेडिङ यो जुन ट्रेडिङको जति आइटमहरू छ प्रत्येकलाई करेक्सन गर्नुपर्ने होइन। एडजस्टमेन्टमा वा एडिसनल इन्फर्मेसनमा जसलाई करेक्सन गर्नुपर्ने भन्छ त्यसलाई मात्रै हामी चाहिँ करेक्सन गर्छौँ। यसरी पनि बुझ्दै जानु होला। नेक्स्ट क्वेसन म तपाईँहरूसँग सेयर गरिरहेको छु। यहाँ हेर्नुहोस्, यहाँ पनि ओपनिङ क्लोजिङ स्टक ट्रेडिङ एकाउन्ट यो म छोडिरहेको छु किनभने मलाई सिओजिएस पर्पसले त्यति जरुरी छैन। म सिओजिएस पर्पसले ट्रेडिङ एकाउन्टलाई मात्र कन्सिडर गरिरहेको छु भने यहाँ हेर्नुहोस् त, क्लोजिङ स्टक वाज अन्डर भ्यालुड बाई 20%, फेरि पर्चेजेज इन्क्लुड दिएको छ है। त्यसै गरी म नेक्स्टतिर लागेँ है। यहाँ पनि ट्रेडिङ एकाउन्टको इन्फर्मेसनहरू दिएको छ, इभेन ग्रस प्रफिट पनि निकालिदिएको छ। तर यहाँ एउटा चाहिँ एडजस्टमेन्ट छ, पर्चेजेज इन्क्लुड्स ₹3 लाख द कोस्ट अफ प्लान्ट पर्चेज अन भाद्र अफ द प्रिभियस इयर। अर्थात् यो पर्चेजमा 3 लाख रुपैयाँ कसको छ, प्लान्ट एन्ड मेसनरीको इन्क्लुड छ। यानि कि यसमा 3 लाख रुपैयाँ इन्क्लुड छ प्लान्ट एन्ड मेसनरीको। हो कसरी करेक्सन गर्ने त म पछि सेयर गर्छु। जस्ट क्वेसनको नेचर हेर्दै रहनुहोस्। यो इन्कम फ्रम बिजनेस च्याप्टरको क्वेसन चाहिँ हो र त्यसमा पनि सिओजिएस हामीलाई निकाल्नु पर्ने हुन्छ। त्यस कारणले गर्दा यो च्याप्टरबाट सेपरेट पनि क्वेसन इक्जाममा आउन सक्छ सर्टमा। भने यो इन्कम फ्रम बिजनेसमा त अनिवार्य रूपमा हामीले कोस्ट अफ गुड्स सोल्ड निकाल्नै पर्ने हुन्छ। त्यसो भए यहाँ फेरि हेर्नु होला, ओपनिङ स्टक अन्डर भ्यालुड बाई 5% एन्ड क्लोजिङ स्टक ओभर भ्यालुड बाई 10%। हेर्नुहोस्, यहाँ एमाउन्ट पनि दिन सक्छ, पर्सेन्ट पनि दिन सक्छ। त्यसो भए एमाउन्ट रह्यो भने के गर्ने, पर्सेन्टेज रह्यो भने के गर्ने, क्लोजिङ स्टकको कोस्ट प्राइस या मार्केट प्राइस रह्यो भने के गर्ने, कसरी यिनीहरूलाई करेक्सन गर्ने गरेर सिओजिएस निकाल्ने त्यो चाहिँ म सिकाउँछु। अब त्यसै गरी म नेक्स्ट क्वेसनतिर लागिरहेको छु। यहाँ यसो भए
यहाँ पनि हेर्नुस् त ट्रेडिङ अकाउन्टको डेटाहरू इन्फर्मेसन दिएको छ भने यहाँ पनि ओपनिङ एन्ड क्लोजिङ स्टक बोथ आर ओभर भ्यालुड बाई 20% भन्छ। त्यसो भए यो क्लोजिङ स्टक र यो ओपनिङ स्टक दुइटै चाहिँ 20% ले के छ रे बढी देखाइएको छ, ओभर भ्यालुड हो। अब त्यसलाई कसरी करेक्सन गरेर राइट एमाउन्ट चाहिँ निकाल्ने र सिओजिएस चाहिँ क्याल्कुलेट गर्ने। त्यसै गरी म नेक्स्ट क्वेसन पनि तपाईहरुसँग शेयर गरिरहेको छु। यहाँ हेर्नुस् त, यहाँ पनि सेम छ। त्यस कारणले गर्दा यहाँ ओपनिङ एन्ड क्लोजिङ स्टक बोथ वाज ओभर भ्यालुड बाई 20% छ। त यो मैले तपाईहरुलाई क्वेसनको नेचर चाहिँ म बताएँ कि कस्ता कस्ता चाहिँ नेचर हुन सक्छ, तर डिफरेन्ट नेचरको बीच पनि हामीले सिओजिएस कसरी निकाल्ने त्यसको लागि चाहिँ म अब चाहिँ केही शेयर गर्ने वाला छु र यस प्रकार म फेरि आइरहेको छु यहाँ। अर्थात् यो जुन तपाईहरु हेर्नु हो, यो फेरि म बताउन चाहे, यो जुन क्वेशन छ यो क्वेशनमा कहीं पनि एडजस्टमेन्ट छैन, ठीक छ नि। अब कहीं पनि एडजस्टमेन्ट नभएको कारणले हामी फर्मुला र जुन म फर्मेट सिकाउँछु त्यसको आधारमा हामी इजिली पनि निकाल्न सक्छौं र तपाईहरुलाई क्लास 12 को बेसको अनुसार पनि तपाईहरु निकाल्न सक्नुहुन्छ। अब हेर्नुस्, यसरी हामीलाई थाहा छ बिजनेसमा बिजनेसको फाइनान्शियल ट्रान्ज्याक्सनको आधारमा एकाउन्टेन्टद्वारा पहिला एकाउन्ट्स मान्नुस् न, जर्नल, लेजर, ट्रायल ब्यालेन्स, इन्कम स्टेटमेन्ट, ब्यालेन्स सिट इटिसी तयार गरिन्छ। यानी कि पहिला एकाउन्टेन्टद्वारा एकाउन्ट्स तयार गरिन्छ, त्यसपछि सोको अडिट वा करेक्सन अडिटर वा सीएबाट चार्टर्ड एकाउन्टबाट गरिन्छ। अनि मात्रै ट्याक्स क्याल्कुलेसन अर्थात् फाइनल ट्याक्स क्याल्कुलेसन गरिन्छ। तपाईलाई थाहा छ यदि अकाउन्ट्स मा केही मिस्टेक देखियो भने स्वाभाविक रूपमा त्यसको आधारमा बिना करेक्सन गरिकन ट्याक्स क्याल्कुलेसन गरे भने ट्याक्सको एमाउन्ट चाहिँ रङ भइहाल्छन् हो। त्यस कारणले गर्दा यहाँ यसरी तपाईहरुले बुझ्दिनु होला, यो ट्याक्स पर्पस वा अडिट पर्पसले पनि हामी के गर्छौं भने यो सिओजिएस करेक्ट चाहिँ निकाल्छौं। अब फेरि म तपाईहरुलाई यसरी बताइरहेछु, यानी अडिट गर्ने क्रममा एकाउन्टेन्टद्वारा निकालिएको सिओजिएस राइट हो वा रङ हो, वा एकाउन्टेन्टद्वारा बनाइएको ट्रेडिङ एकाउन्ट राइट हो वा रङ हो। यदि राइट हो भने इट्स ओके, झन्झटै भएन। तर रङ भयो भने अडिट वा ट्याक्सेसन पर्पसले पनि एडजस्टमेन्ट एडिसनल इन्फर्मेसनको आधारमा कोस्ट अफ गुड सोल्डलाई करेक्सन गरिन्छ वा कोस्ट अफ गुड सोल्ड चाहिँ निकालिन्छ। त्यसो भए सिओजिएस के हो र यो कसरी निकालिन्छ? पहिलो, कोस्ट अफ गुड सोल्ड एक्चुअली हो के त? सिंपल भाषामा कोस्ट इन्कर्ड, स्पेन्ड, पेड, और अर्को भाषामा मोनेटरी भ्यालु सेक्रिफाइस्ड इन कोर्स अफ मेटेरियल पर्चेज एन्ड प्रोडक्सन फर रिसेल इन बिजनेस इज कॉल्ड कोस्ट अफ गुड सोल्ड। अर्थात् मेटेरियल खरिद गरी उत्पादन गर्दा सम्मको कोस्टलाई सिओजिएस भन्छौं। सिंपल भाषामा म फेरि बताइरहेको छु। अर्थात् कुनै मेटेरियल खरिद गरी उत्पादन गर्दा सम्मको जति कोस्ट वा सेक्रिफाइस्ड मोनेटरी भ्यालु हुन्छ त्यो सबैलाई हामी समग्रमा सिओजिएस चाहिँ भन्छौं। अब सिओजिएस कसरी क्याल्कुलेसन
गर्ने। हेरौँ, अब म चाहिँ COGS तपाईहरुलाई क्याल्कुलेसन गर्न यस प्रकार चाहिँ सिकाइरहेको छु। हुन त तपाईहरुलाई राम्ररी थाहा होला COGS क्याल्कुलेसन गर्ने। हेर्नुस्, यहाँ म फर्मुला लेखिरहेको छु COGS को। यानी फर्मुलाको रूपमा यदि हामी COGS निकाले भने, र ध्यान दिनु होला हामी यो ट्रेडिङ एकाउन्टको जो इन्फर्मेसनहरु छ त्यसैको बेसमा र एडजस्टमेन्टहरुलाई कन्सिडर गरेर COGS निकाल्छौं। त्यसो भए COGS को लागि ओपनिङ स्टक प्लस नेट पर्चेजेज। स्टुडेन्ट्स थाहा छ नेट पर्चेजेज भनेपछि पर्चेज माइनस पर्चेज रिटर्न। त्यसैगरी यहाँ क्यारेज हुन सक्छ, फ्रेट पनि हुन सक्छ, ठीक छ नि। त्यसैगरी एक्सपेन्सेज अन पर्चेज हुन सक्छ। त्यसैगरी ठीक छ वेजेज, डाइरेक्ट वेजेज, त्यसैगरी प्लस नै कन्टिन्यू चलिरहेको छ, ठीक छ। यहाँ कस्टम ड्युटी पनि दिन सक्छ है। इम्पोर्ट एक्सपेन्सेजहरु पनि हुन सक्छ, इम्पोर्ट एक्सपेन्सेज पनि हुन सक्छ। त्यसैगरी यहाँ रोयल्टी अन प्रोडक्सन हुन सक्छ, यहाँ रोयल्टी अन प्रोडक्सन हुन सक्छ। प्लस सर्टमा है all dear items of ट्रेडिङ एकाउन्ट। तर याद गर्नु होला यो ट्रेडिङ एकाउन्टको डिआर अल आइटम भनेपछि तपाई हामीले त्यस कसलाई छोडिदिने त ग्रस प्रोफिटलाई नलेख्नु होला, ठीक छ नि। ग्रस प्रोफिट बाहेकको कुरो हो। र माइनस यदि क्लोजिङ स्टक गरे भने हो जुन रिजल्ट आउँछ त्यो नै हाम्रो लागि के भइहाल्छ COGS। फर्मुला त्यही हो, यानी ओपनिङ स्टक प्लस नेट पर्चेजेज प्लस क्यारेज प्लस वेजेज, ठीक छ नि, प्लस डाइरेक्ट एक्सपेन्सेजहरु, ठीक छ। अब यो सबैबाट यानी ट्रेडिङ एकाउन्टको डेबिट साइडको सबै आइटम तर ग्रस प्रोफिट बाहेक यो सबै आइटमलाई जोडेर उसको एमाउन्टलाई जोडेर क्लोजिङ स्टकको एमाउन्ट घटाइदिए भने के आइहाल्छ COGS आउँछ। तर स्टुडेन्ट्स क्वेशन यो आउँछ, यदि मानिहाल्नुस् ओपनिङ स्टकमा यदि केही एडजस्टमेन्ट छ, क्लोजिङ स्टकको एडजस्टमेन्ट छ, त्यसैगरी पर्चेजमा कुनै एडजस्टमेन्ट छ, वेजेजमा कुनै एडजस्टमेन्ट छ भने त्यो अवस्थामा COGS इजिली क्याल्कुलेट गर्नको लागि म तपाईहरुको साथमा के गरिरहेको छु, एउटा फर्मेट बेस्ड चाहिँ COGS क्याल्कुलेसन चाहिँ सिकाइरहेको छु। र स्टुडेन्ट्स ध्यान दिनु होला है, यदि क्वेशनमा ट्रेडिङ एकाउन्टसँग रिलेटेड कुनै पनि इन्फर्मेसनसँग रिलेटेड यदि एडजस्टमेन्ट छैन, भन्नुको मतलब ट्रेडिङ एकाउन्टमा राखिएको जो एलिमेन्टहरु छ, आइटम्सहरु छ वा एकाउन्टहरु छ त्यो सबै करेक्ट यदि छ भने र नेट सेल्स दिएको छ, ग्रस प्रोफिट पनि दिएको छ भने हामी अल्टरनेटिभ तरिकाले पनि COGS निकाल्दा हामी नेट सेल्स माइनस ग्रस प्रोफिट पनि गर्दिन्छौं भने यो COGS आइहाल्छ। तर कति बेला यदि ट्रेडिङ एकाउन्टमा राखिएको जो एकाउन्टहरु छ यानी कि आइटम्सहरु छ तिनीहरुको एमाउन्ट करेक्टेड छ वा त्योसँग रिलेटेड कुनै किसिमको एडजस्टमेन्ट वा करेक्सन गर्नुपर्ने छैन भने त्यो अवस्थामा यदि यो र यो दियो भने यिनीहरुको डिफरेन्सलाई नै COGS हामी के गर्छौं भन्छौं।
त्यसो भए अब मानौँ कि यो नदिएर यदि यी इन्फर्मेसनहरू दिएको छ भने तब त हामी के गरिदिन्छौँ, यही फर्मुला राखेर बनाइहाल्छौँ। तर मानिहाल्नुहोस् कि यो पनि दियो, यो इन्फर्मेसनहरू पनि दियो, नेट सेल्स र ग्रस प्रॉफिट पनि दियो, तर ट्रेडिङ एकाउन्टको जो आइटम्सहरू छ जस्तो ओपनिङ स्टक, पर्चेज, क्यारेज इटिसीहरू जुन छ, यदि यिनीहरूसँग रिलेटेड कुनै एडजस्टमेन्ट छ या करेक्सन गर्नुपर्ने छ भने बिर्सेर यो फर्मुला युज गरेर सिओजिएस ननिकाल्नु होला, नत्र भने यो के हुन जान्छ, रङ हुन जान्छ, यानि सिओजिएस रङ हुन्छ। यो त कति बेला म बताएको थिएँ कि ट्रेडिङ एकाउन्टको हरेक इन्फर्मेसनको एमाउन्ट राइट छ, करेक्सन गर्नुपर्ने छैन, र यो पनि दियो साथसाथ नेट सेल्स र ग्रस प्रॉफिट दियो भने मात्रै सिओजिएस यसरी पनि निकाल्न सक्छौँ, वा यसरी निकाल्नुस् या यो फर्मुला अप्लाई गरेर निकाल्नुस्, सेम एन्सर आउँछ। तर क्वेसन छ, यदि यिनीहरूमा कुनै किसिमको करेक्सन गर्नुपर्ने एडिसनल इन्फर्मेसन छ वा एडजस्टमेन्ट छ भने त्यो अवस्थामा कोस्ट अफ गुड्स सोल्ड कसरी क्याल्कुलेट गर्ने, ल हेरौँ फर्मेट। त्यसो भए म फर्मेट चाहिँ यहाँ तपाईहरुसँग शेयर गरिरहेको छु। क्याल्कुलेसन अफ COGS वा कोस्ट अफ ट्रेडिङ स्टक, अर्थात कोस्ट अफ गुड्स सोल्ड। त यो चाहिँ म तपाईहरुलाई फर्मेटमा चाहिँ सिकाउने प्रयास गर्छु र जस्तो सिचुएसन हुन्छ त्यो अनुसारले इन्फर्मेसनहरू पुट गर्नु होला र सिओजिएस निकाल्नु होला। सबभन्दा पहिला म यहाँ ओपनिङ स्टक चाहिँ लेखिरहेको छु। हेर्नुस्, यसलाई करेक्टेड वा एडजस्टेड ओपनिङ स्टक पनि बुझे हुन्छ। यदि यसमा कुनै एडजस्टमेन्ट रह्यो भने त्यसलाई कसरी करेक्सन गर्ने। अब हेर्नु होला, यदि क्वेसनमा भन्छ कि ओपनिङ स्टक ओभर भ्यालुड वा अन्डर भ्यालुड बाई रुपीज दिस मच, तब चाहिँ कसरी करेक्सन गर्ने ओपनिङ स्टकलाई। त्यसै गरी ओपनिङ स्टक ओभर भ्यालुड और अन्डर भ्यालुड बाई 20%, 25%, 10% रह्यो भने त्यो अवस्थामा ओपनिङ स्टकलाई कसरी करेक्सन गर्ने हो, म त्यसको लागि चाहिँ यहाँ तपाईहरुलाई हिन्ट्स दिइरहेको छु। सबभन्दा पहिला के बुझ्नु होला भने जुन गिभेन ओपनिङ स्टक हुन्छ, यानी कि यसरी है, गिभेन ओपनिङ स्टक जुन दिएको हुन्छ त्यसबाट यसरी ओभर भ्यालुड एमाउन्ट इन ओपनिङ स्टक, यानी कि यो एडजस्टमेन्टमा भनेको हुन्छ। यानी जुन तपाईको ट्रेडिङ एकाउन्टमा ओपनिङ स्टक दिएको हुन्छ त्यसबाट यदि एडजस्टमेन्टमा यस्तो इन्फर्मेसन छ भने त्यसलाई के गरिदिनु होला, घटाइदिनु होला। वा यस्तो पनि हुन सक्छ, ओभर भ्यालुडको ठाउँमा अन्डर भ्यालुड दियो भने त्यो अवस्थामा यसरी पनि हामी गर्न सक्छौं, अन्डर भ्यालुड एमाउन्ट इन ओपनिङ स्टक। र स्टुडेन्ट्स ध्यान दिनु होला, यस र यस मध्ये कुनै एउटा हुन सक्छ वा दुईटै नहुन सक्छ। जरुरी थोरै हो कि ओपनिङ स्टक लाई करेक्सन गर्नै पर्ने हुन्छ, इन्फर्मेसन दियो भने गर्ने, नत्र भने हामी के गर्छौं, छोडिदिन्छौं। त्यसरी म तपाईलाई बताएँ। यदि एमाउन्टमा दियो भने तब ओपनिङ स्टकको एमाउन्ट चाहिँ हामी यहाँ लेखिदिन्छौं जो गिभेन हुन्छ, माइनस यदि ओभर भ्यालुड इन ओपनिङ स्टक हो भने त्यसको एमाउन्टलाई घटाउनुस्, तर अन्डर भ्यालुड छ भने ओपनिङ स्टकमा तब त्यसको एमाउन्टलाई चाहिँ जोड्नुस्। तर यदि मानिहाल्नुस् यदि ओपनिङ स्टक अन्डर भ्यालुड, ओभर भ्यालुड
बाई सर्टेन % भन्यो भने तब चाहिँ के गर्ने। यसको लागि म तपाईलाई फेरि अर्को टिप्स दिइरहेको छु। सबभन्दा पहिला गिभेन ओपनिङ स्टकको एमाउन्ट लेख्ने, ठीक छ, र त्यसपछि सिचुएसनलाई हेर्ने। के गर्नु होला भने 1 र यहाँ प्लस गर्नु होला, यानी डेसिमल फर्म अफ पर्सेन्टेज ओभर भ्यालुड इन ओपनिङ स्टक। जस्तो नि मानिहाल्नुस् त्यहाँ भनेको हुन्छ 20% है, ओपनिङ स्टक ओभर भ्यालुड बाई 20%। त्यसो भए यहाँ 0.2 लेख्छौँ, ठीक छ नि। 1 प्लस 0.2 यदि ओपनिङ स्टक ओभर भ्यालुड बाई 20% भन्यो भने, वा अर्को पनि भन्न सक्छ, अन्डर भ्यालुड पनि भन्न सक्छ पर्सेन्टमा। त्यसो भए हामी के गरिदिन्छौँ, माइनस डेसिमल फर्म अफ पर्सेन्टेज अन्डर भ्यालुड है, अन्डर भ्यालुड इन ओपनिङ स्टक। ल जति आउँछ त्यो लेख्नु। अब रहन्छ कि ओभर भ्यालुड पर्सेन्टमा दिएको हुन्छ वा अन्डर भ्यालुड पर्सेन्टमा दिएको हुनसक्छ वा नपनि दिएको हुनसक्छ। तर स्टुडेन्ट्स अब हामीलाई पोइन्ट आउट गर्नुपर्ने हुन्छ, यदि पर्सेन्टेजमा दियो भने तब यो चाहिँ भनौँ न फर्मुला युज गर्नु होला, र एमाउन्टमा दियो भने यो फर्मुला चाहिँ युज गर्नु होला। फेरि ध्यान दिनुस्, यो क्वेसनमा भनेको हुन्छ कि 20%ले ओभर भ्यालुड भएको छ ओपनिङ स्टक, तब डिसिमल कति भइहाल्छ 0.20, ठीक छ नि। 1 प्लस 0.2 त्यसो भए त 1.2 हुन जान्छ। और यो पनि हुन सक्छ अन्डर भ्यालुड यदि 30% भनिदिएको छ भने तब त 0.3। भन्नुको मतलब यो 30% लाई 0.3 लेख्नु होला, 20% यदि छ भने 0.20 लेख्नु होला, ठीक छ नि। त सिचुएसनलाई ध्यान दिनु, क्वेसनमा यदि पर्सेन्टेजमा ओभर भ्यालुड अन्डर भ्यालुड दियो भने तब यसरी चाहिँ के गर्नु होला, होसियारी गर्नु होला, अर्थात् दिमाग लगाउनु होला। त म यसरी भने यो जस्ट इक्जाम्पल दिएको छु। 20% रह्यो भने 0.2 त्यसको डेसिमल फर्म भइहाल्यो। त्यसै गरी अब 30% यदि रह्यो अन्डर भ्यालुड भने तब 0.3। त्यसै गरी 15% रह्यो भने 0.15। त्यसै गरी 10% रह्यो भने 0.10। यसरी बुझिदिनु होला है। त्यसो भए यो वा यो मध्ये जुनसुकै हुन सक्छ वा यो ओपनिङ स्टकमा यस्ता अन्डर भ्यालुड ओभर भ्यालुड कलेक्सन गर्नुपर्ने इन्फर्मेसन वा एडजस्टमेन्ट नपनि हुन सक्छ। त नभयो भने त जे ओपनिङ स्टकको एमाउन्ट छ त्यही एमाउन्ट फाइनल लेखिदिनु होला, त्यसमा करेक्सन गर्नु परेन। त्यसो भए अब फेरि हामी अगाडि बढ्छौँ। यहाँ यानी यो ओपनिङ स्टकमा अब म नेट पर्चेजेज लेखिरहेछु। के लेखिरहेछु? नेट पर्चेजेज। अब स्टुडेन्ट्स राम्ररी थाहा छ कि जुन पर्चेज छ यानी पर्चेजेज जुन गिभेन हुन्छ नि ट्रेडिङ एकाउन्टको, अफ ट्रेडिङ एकाउन्ट बुझ्नको लागि है, बुझ्नको लागि यानी मेटेरियल पर्चेज, ठीक छ नि। यो पर्चेज भनेपछि मेटेरियल पर्चेजको रूपमा। त गिभेन पर्चेज अफ ट्रेडिङ एकाउन्ट या सिधै मेटेरियल पर्चेज पनि बुझ्नुस् माइनस यदि पर्चेज रिटर्न अफ मेटेरियल छ, पर्चेज रिटर्न छ भने त्यो अवस्थामा वा रिटर्न आउटवार्ड पनि हामी भन्छौँ। त यसरी पर्चेजबाट पर्चेज रिटर्न दिएको छ भने त्यसलाई माइनस गर्ने र त्यसपछि यदि पर्चेज कोस्ट अफ एसेट्स, ठीक छ नि, पर्चेज कोस्ट अफ एसेट्स या प्लान्ट मेसिनरी
machinery included in purchases if म यहाँ यसरी लेखेँ, हेर्नुस् त के लेखेँ भने नि ट्रेडिङ एकाउन्टको जुन पर्चेज हुन्छ त्यसबाट पर्चेज रिटर्न घटाउनु होला। त्यसपछि यो पर्चेजमा यानी यो पर्चेजमा कुनै एसेट्सको यदि पर्चेज कोस्ट इन्क्लुड भएको छ भने तब चाहिँ घटाइदिनु होला। जसरी मानिलिनुहोस् ट्रेडिङमा पर्चेजेज 15 लाख हो, तर एडजस्टमेन्टले भन्छ कि होइन त्यो 15 लाखमा त 3 लाख रुपैयाँ चाहिँ मेसिनरीको पर्चेज प्राइस यानी पर्चेज कोस्ट इन्क्लुड भएको छ। त हामी के गर्छौँ 15 लाख पर्चेजबाट 3 लाख मेसिनरीको एमाउन्ट घटाइदिन्छौँ, यानी 12 लाख रुपैयाँ करेक्ट गरेर लेख्छौँ हो। त्यसरी तपाईँ सिचुएसन हेर्नुहोला, यदि पर्चेजमा एडजस्टमेन्ट छ भने कसरी करेक्सन गर्ने, पर्चेज रिटर्न छ भने पर्चेज रिटर्न घटाउनुस् र यदि यो पर्चेजमा है यो पर्चेजमा कोस्ट अफ प्लान्ट मेसिनरी यदि इन्क्लुड छ भने मात्रै घटाउनु होला, नत्र भने पर्चेजको जति एमाउन्ट छ त्यो डाइरेक्ट फाइनली लेख्नु होला। त्यसरी म तपाईहरुलाई फर्मेट सम्झाउने प्रयास गरिरहेको छु कसरी पर्चेजलाई करेक्सन गर्ने। त्यसैगरी यहाँ मानिलिनुस् कि वेजेस दियो। अब हुन सक्छ मैले यहाँ यसरी लेखिरहेको छु गिभन वेजेज अफ ट्रेडिङ अकाउन्ट, ठीक छ नि, ट्रेडिङ अकाउन्ट माइनस म यहाँ लेखिरहेको छु वेजेज फर इन्स्टलेसन अफ प्लान्ट एन्ड मेसिनरी इटिसी है, यानी एसेटसँग रिलेटेड। हेर्नुस् त, अर्थात यदि वेजेजमा इन्स्टलेसन अफ अर्थात वेजेज फर इन्स्टलेसन अफ प्लान्ट एन्ड मेसिनरी इन्क्लुडेड है, इन्क्लुडेड इन वेजेज दिएको भए के गर्नु होला, वेजेजबाट यो प्लान्ट एन्ड मेसिनरीको वेजेज घटाइदिनु होला। र हामीलाई थाहा छ प्लान्ट एन्ड मेसिनरी सँग रिलेटेड जुन वेजेज फर इन्स्टलेसन हो त्यो प्लान्ट एन्ड मेसिनरीको कोस्टमा जोडेर ब्यालेन्स सिटमा लेखिन्छ। त्यसकारण यो वेजेजमा पनि एडजस्टमेन्ट हुन सक्छ, करेक्सन गर्न दिन सक्छ। त्यसो भए जस्तो सिचुएसन हुन्छ तपाईँ घटाइदिनुस्। अर्को कुरो यो पनि आउँछ कि वेजेजमा सेलेरीको एमाउन्ट इन्क्लुड भएको छ, त्यसो भए वेजेजबाट सेलेरीको एमाउन्ट पनि हामी के गर्दिन्छौँ, घटाइदिन्छौँ। र वेजेजमा एडजस्टमेन्ट नगर्न पनि दिन सक्छ, वेजेज राइट एमाउन्ट पनि लेखिएको हुन सक्छ। त्यसो भए त फाइनली चाहिँ तपाईँ लेखिदिनुस्। त्यसरी म पहिला ओपनिङ स्टकलाई कसरी करेक्सन गर्न सिकाएँ, त्यसपछि पर्चेजमा यदि एडजस्टमेन्टहरू छ भने कसरी करेक्सन गर्ने, त्यसैगरी वेजेजमा पनि यदि कुनै एडजस्टमेन्टहरू छ भने कसरी गर्ने त्यो चाहिँ म सिकाएँ। अब रहन्छ कि यसै गरी क्यारेज हुन सक्छ, क्यारेज या फ्रेट। त्यसैगरी म अरू इन्फर्मेसन पनि यहाँ लेखिरहेको छु, एक्सपेन्सेस अन पर्चेजेज, यो पनि त यहाँ हुन सक्छ। त्यसैगरी कस्टम ड्युटी पनि हुन सक्छ है। त्यसैगरी इम्पोर्ट एक्सपेन्सेस पनि हुन सक्छ, ठीक छ नि। यो सबै मैले चाहिँ यहाँ लेखेँ हो। हेर्नुस् यिनीहरूमा पनि एडजस्टमेन्ट हुन सक्छ नि, कहिलेकाहीँ हुन्छ नि क्यारेज इनमा क्यारेज आउटको एमाउन्ट चाहिँ इन्क्लुड छ, तब त फेरि यो क्यारेजबाट पनि क्यारेज आउटको एमाउन्ट घटाइदिनु पर्ने हुन्छन्। त्यसकारण यो नबुझ्नु होला यो तीनटैमा एडजस्टमेन्ट हुन्छ या क्लोजिङ स्टकमा एडजस्टमेन्ट हुन्छ, होइन। यहाँ मैले के बताउँछु, ट्रेडिङ एकाउन्टमा लेखिएको इन्फर्मेसनहरूमा यदि कुनै रङ भएको छ भने त्यसको करेक्सन गरेर मात्रै सिओजिएस निकाल्ने, ठीक छ नि। यस कारणले यहाँ म एज अ सेम्पलको रूपमा चाहिँ केही लेखिरहेको छु। त्यसैगरी यहाँ
अब यो डाइरेक्ट वेजेज, डाइरेक्ट एक्सपेन्सेस, ठिक छ नि, डाइरेक्ट एक्सपेन्सेस पनि हुन सक्छ। त्यसै गरी म्यानुफ्याक्चरिङ एक्सपेन्सेस, म्यानुफ्याक्चरिङ एक्सपेन्सेस। त्यसै गरी मानिलिनुस् न रोयल्टी अन प्रोडक्सन दिएको छ भने, रोयल्टी अन प्रोडक्सन दिएको छ भने अर्थात् त्यसलाई पनि के गर्ने, यहाँ जोड्ने। अब फेरि हेर्नु होला, मैले सिम्पल बुझाउनको लागि के लेखिरहेको छु त ऑल डिआर आइटम्स अफ ट्रेडिङ अकाउन्ट, ठिक छ, ट्रेडिङ अकाउन्ट एक्सेप्ट ट्रेडिङ अकाउन्ट, ओके, ट्रेडिङ अकाउन्ट एक्सेप्ट ग्रस प्रॉफिट। अब यो ग्रस प्रॉफिट है बाहेक, ग्रस प्रॉफिट बाहेक यसलाई चाहिँ हामी के गर्दिन्छौँ, यहाँ लेखिदिन्छौँ। भन्नुको मतलब नि ट्रेडिङ अकाउन्टको डिआर आइटम्समा रहेको सबै इन्फर्मेसनलाई एड गर्ने, तर ग्रस प्रॉफिट बाहेक। फेरि स्टुडेन्ट्स यो पनि सावधानी अपनाउनु होला नि, यदि मिस्टेकले सेलरी यदि ट्रेडिङ अकाउन्टमा लेखिएको छ, फेरि यो नबुझ्नु होला वेजेज एन्ड सेलरी, ओन्ली सेलरी यदि लेखिएको छ ट्रेडिङ अकाउन्टको डेबिटमा त त्यो फेरि मिस्टेक हो, त्यसलाई ट्रेडिङ अकाउन्टको आइटम नबुझिदिनु होला है, त्यति चाहिँ हेका राख्नु होला। त जे होस्, मैले यहाँ तपाईलाई सम्झाउने प्रयास गरेँ, यानी ऑल डिआर आइटम्स अफ ट्रेडिङ अकाउन्ट एक्सेप्ट ग्रस प्रॉफिट सबैलाई जोड्ने र जहाँ जहाँ जस्तो एडजस्टमेन्टहरू हुन्छ त्यो अनुसारले यहाँ चाहिँ तपाईँ के गर्नु होला, करेक्सन गर्नु होला। त्यसपछि यो सबै जोडिसकेपछि अब क्लोजिङ स्टकमा पनि के हुन सक्छ, एडजस्टमेन्ट हुन सक्छ। त्यसो भए म यहाँ अब लेस लेखिरहेछु क्लोजिङ स्टक, क्लोजिङ स्टक। अब स्टुडेन्ट्स ध्यान के दिनु होला भने यो क्लोजिङ स्टककोमा मार्केट प्राइस र कोस्ट प्राइस यदि दुईटै एकसाथ दियो भने त्यो अवस्थामा जुन प्राइस कम हुन्छ त्यो प्राइस चाहिँ हामी क्याल्कुलेसनमा लेख्छौँ। यसकारण म यहाँ तपाईहरुलाई हिन्ट्स दिइरहेछु, लोएस्ट एमाउन्ट, ठिक छ नि, लोएस्ट एमाउन्ट अफ आइदर, लोएस्ट एमाउन्ट अफ आइदर, ठिक छ नि, आइदर मार्केट प्राइस और कोस्ट प्राइस, ठिक छ नि। यानी कि मैले के बताउन प्रयास गरेँ, यदि क्लोजिङ स्टकको एमाउन्ट मार्केट प्राइस र कोस्ट प्राइस दुईटैमा दियो भने तब मार्केट प्राइस र कोस्ट प्राइस मध्ये जुन एमाउन्ट कम हुन्छ त्यो एमाउन्ट नै फाइनली यहाँ लेख्नु होला, ठिक छ। तर अर्को पनि केस, यदि क्लोजिङ स्टक ओभर भ्यालुड, अन्डर भ्यालुड बाई दिस मच एमाउन्ट भनिदियो भने तब के गर्ने, सेम ओपनिङ स्टक जस्तै यहाँ करेक्सन गर्ने। त म यहाँ यस प्रकारले लेखिरहेको छु, हेर्नु होला। यानी कि गिभेन जो क्लोजिङ स्टक हुन्छ, क्लोजिङ स्टक, यो गिभेन क्लोजिङ स्टक, यो गिभेन क्लोजिङ स्टक जुन छ त्यसबाट माइनस गर्नु होला। सेम फर्मुला यहाँ हुन्छ, यानी कि ओभर भ्यालुड, ओभर भ्यालुड एमाउन्ट इन क्लोजिङ स्टक, ठिक छ नि। ओभर भ्यालुड दियो भने त हेर्नुस्, ओभर भ्यालुड एमाउन्ट छ, ओपनिङमा दियो भने ओपनिङबाट घटाउनुस्, क्लोजिङमा दियो भने क्लोजिङबाट घटाइदिनुस्। फेरि प्लस अन्डर भ्यालुड एमाउन्ट इन क्लोजिङ स्टक, यानी क्लोजिङ स्टकको अन्डर भ्यालुड एमाउन्ट दियो भने त्यो अवस्थामा त्यसलाई के गर्नु होला, प्लस गरिदिनु होला। सिम्पल भाषामा क्लोजिङ स्टक बढेको छ भने त्यसलाई चाहिँ घटाएर चाहिँ प्रोपर वेमा ल्याउने, प्रोपर एमाउन्ट निकाल्ने, र घटेको छ भने है घटाएर लेखिएको छ भने तब चाहिँ एड गरेर अनि चाहिँ करेक्ट एमाउन्ट निकाल्ने।
तर मानिहाल्नुस् कि क्लोजिङ स्टक यदि पर्सेन्टेजमा ओभर भ्यालुड अन्डर भ्यालुड दियो भने तब चाहिँ के गर्ने? सिम्पल, यहाँ छ फर्मुला हामीसँग। त्यसो भए म यहाँ यसरी लेख्छु, तो के यस प्रकार है, यहाँ यसरी यहाँ हेर्नु होला है, अर्थात् गिभेन क्लोजिङ स्टक है अमाउन्ट होल डिवाइडेड बाई फेरि यही कुरो, यानी 1 प्लस डेसिमल फर्म अफ ओभर भ्यालुड पर्सेंट इन क्लोजिङ स्टक। ठीक छ नि? अब त्यही कुरो हुन्छ, 25% रह्यो भने 0.25 लेख्नु होला। ठीक छ नि? त्यसै गरी माइनस यहाँ डेसिमल फर्म अफ अंडर भ्यालुड इन ओपनिङ स्टक, ओहो सरी है, इन क्लोजिङ स्टक। ठीक छ नि? त्यसरी म क्लोजिङ स्टकलाई कसरी चाहिँ करेक्सन गर्ने त्यो चाहिँ तपाईहरुलाई सिकाएँ। अब स्टुडेन्ट्स ध्यान दिनुस् त, फेरि यहाँ म के गरेको छु नि, यो क्लोजिङ स्टकमा ओभर भ्यालुड एमाउन्टमा दिएको छ भने माइनस गरेको छु, तर यहाँ पर्सेन्टेजमा दियो भने तल चाहिँ प्लस गरेको छु, त कन्फ्युज नहुनु होला। त्यसै गरी अन्डर भ्यालुड एमाउन्टमा दियो भने एड गर्नु होला, तर यही पर्सेन्टमा दियो भने तल यहाँ माइनस गर्नु होला। ठीक छ नि? र फेरि म बताइरहेको छु, यदि अन्डर भ्यालुड बाई 40% दियो भने 0.4 लेख्नुस्, अन्डर भ्यालुड बाई 5% दियो भने 0.05 लेख्नुस्। ठीक छ नि? त्यसरी दिएको जो इन्फर्मेसनहरू हुन्छ, एडिसनल इन्फर्मेसन, त्यसको आधारमा ट्रेडिङ एकाउन्टको सम्बन्धित आइटमहरूलाई करेक्सन गर्ने र फाइनली चाहिँ के निकाल्ने? COGS यानी कोस्ट अफ ट्रेडिङ स्टक चाहिँ हामी निकाल्छौँ। ट्रेडिङ स्टक त्यस प्रकार चाहिँ म तपाईहरुलाई फर्मेट चाहिँ शेयर गरे र साथसाथ यहाँ फर्मुला पनि मैले शेयर गरेको छु। यसरी तपाईहरु यो फर्मेट जानिसकेपछि तपाईहरुले न्युमेरिकल प्र्याक्टिस पनि गर्नुपर्ने हुन्छ र म गराउँछु पनि। त्यसरी न्युमेरिकल प्र्याक्टिसको लागि तपाईहरुले मेरो नेक्स्ट भिडियो पनि हेर्नु होला। Students, I hope this video helped you to understand the topic